मनहरू मन भित्रका मनहरू जीवनका लागि उत्प्रेरणा, उत्प्रेरितहरूका लागि हौसला। ईश्वरीय मार्ग भजन मण्डल सच्चाई केन्द्र नेपालसँग आबद्ध रही संस्थागत जिम्मेवारी वहन गरी जस्तो सुकै परिस्थितिमा पनि दृढ विश्वासका साथ ईश्वरमा भरोसा राखी अटल मनस्थिति बनाई आत्मीय पवित्रतामा आफूलाई उभ्याउँदै हरेक जनको निमित्त उत्प्रेरणाको स्रोत बनी गर्नु भएको सेवा भावको अतुलनीय योगदानको कदर गर्दै तपाईलाई सच्चाई इन्टरनेसनल डाइनामिक अवार्ड 2080 प्रदान गरिएको छ। जीवनमा तिमी अगाडि बढ, म सधैँ तिम्रो साथमा छु भन्ने मान्छे निकै कम हुन्छन्। (2071) सालदेखि ईश्वरको महिमा गर्दै आउनुभएका सच्चाई केन्द्र नेपाल काठमाडौँ नगरपालिका वडा नम्बर 8 गैरी गाउँ बानियाटार शाखा प्रमुख गोविन्द बाबु जोशी र उपप्रमुख चन्द्रकला जोशीले हरेक सुख दुःखमा एक अर्काको साथ कहिल्यै छोड्नु भएन। प्रमुख भन्नुहुन्छ, श्रीमतीको समस्या देख्न नसकेर म आफैले यस संस्था मार्फत घर व्यवहार र अन्य कार्यहरू म एक्लै गर्छु, तर मेरो श्रीमतीको स्वास्थ्यमा सुधार र जीवनको उद्धार हुन्छ भने ईश्वरको महिमा गर्नुपर्छ भन्ने भावना ममा उत्पन्न भयो र सदा साथ र सहयोग दिइ नै रहे र दिइ नै रहनेछु। त्यस्तै उपप्रमुख आफ्नो विगत एकदमै कष्टकर रहेको र जब श्रीमान गोविन्द जोशीले ईश्वरको महिमामा लिएर जानुभयो त्यसपछि मेरा खुसीका दिनहरू सुरु भए भनेर भन्नुहुन्छ। आफ्नो विगत एकदमै कष्टकर रहेको र मेरो मात्र नभई म जस्ता हजारौं जनहरूको ईश्वरकै महिमाको कारण हराएको खुसी फर्किएका छन्, जसका लागि उहाँहरूले शाखा सञ्चालन गरी धेरै जनहरूलाई ईश्वरको महिमामा जोडिरहनु भएको छ। यसरी नै मानव हितमा समर्पित ईश्वरीय कर्ममा लागेर समाज र व्यक्तिमा सकारात्मक परिवर्तनको सम्भाग बनी निस्वार्थ भावले चालेका कदमहरू यस्तै दर्जनौं सम्मानका निमित्त योग्य अनि सफल रहन् भनी हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछौं। ईश्वरीय मार्ग भजन मण्डल सच्चाई केन्द्र नेपाल। मन भित्रका मनहरू मन भित्रका मनहरू